आज म तपाईहरुलाई फोटोशपमा स्पाइरल लाइट बनाउने प्रोसेस सिकाउन गइरहेको छु। यसको लागि सबैभन्दा पहिला कन्ट्रोल एन गरौँ। कन्ट्रोल एन यसमा हामीले आफ्नो नाम राख्न सकिन्छ, जस्तो स्पाइरल लाइट, वाइड 6 इन्च, हाइट 6 इन्च, 300, ओके गर्न सकिन्छ। कलर फिल गर्नको लागि अल्टर प्लस डिलिट गर्न सक्छौं। त्यसपछि फिल्टरमा जान्छौं, रेन्डर लेन्स फ्लेयरमा हामी मुभी प्राइमलाई टिक मार्क लगाएर यसलाई मिडमा, यो लाइनलाई मिडमा जोइन गर्नुपर्ने हुन्छ। एन्ड नाउ फिल्टर डिसर्टमा गएपछि पोलर कोअर्डिनेट्स, देन यसलाई घटाउँछौं, यसको साइज प्लस माइनस गरेर ओके गर्छौं। अब यसलाई हामीले डुप्लिकेट गर्नुपर्ने हुन्छ। डुप्लिकेट गर्नको लागि कन्ट्रोल प्लस जे अथवा ब्याकग्राउन्ड लेयरमा बसेर डुप्लिकेट गर्न सकिन्छ। त्यसपछि यसलाई ट्रान्सफर्म गर्नुपर्ने हुन्छ, जसको लागि कन्ट्रोल प्लस टी गर्न सकिन्छ र यसको लागि राइट क्लिक गरेर 90 डिग्री क्लकवाइज गर्न सक्छौं। प्रेस इन्टर। त्यसपछि लेयरमा बस्ने जुन ब्याकग्राउन्ड कपी, त्यसको नर्मल मोडलाई चाहिँ स्क्रिन मोडमा चेन्ज गरिदिन्छौं। त्यसपछि फेरि हामी कन्ट्रोल जे गर्छौं अनि कन्ट्रोल टी, फेरि एकचोटी 90 डिग्री क्लकवाइज, प्रेस इन्टर, फेरि एकचोटी कन्ट्रोल जे गर्छौं, फेरि कन्ट्रोल टी गर्छौं, फेरि यसलाई 90 डिग्री गर्छौं। अब यसलाई इन्टर गरेपछि एकचोटी हामीले यसलाई मर्ज गर्नुपर्ने हुन्छ। मर्ज गर्नको लागि लेयरमा गएर जुन मर्ज भिजिबल गर्न सकिन्छ। त्यसपछि फेरि हामीले यसलाई एकचोटी डुप्लिकेट गर्नुपर्ने हुन्छ, जसको लागि फेरि डुप्लिकेट गरौँ। त्यसपछि फेरि यसलाई हामीले नर्मल मोडलाई फेरि स्क्रिन मोड बनाइदिनु पर्ने हुन्छ। त्यसपछि फेरि कन्ट्रोल टी गरौँ, जसलाई ट्रान्सफर्म भन्छौं र यसको 45 डिग्री गरेपछि प्रेस इन्टर गर्छौं। प्रेस इन्टर गरेपछि यसलाई कन्ट्रोल अल्टर 0 गर्न सक्छौं अथवा कन्ट्रोल 0 गरेर यसलाई एकचोटी फेरि मर्ज गर्छौं। मर्ज गर्नको लागि डाइरेक्टली कन्ट्रोल ई गर्न सकिन्छ। सो लास्टमा अब हामी यसलाई इमेज मेनुमा गएर एडजस्टमेन्टमा गएर कन्ट्रोल प्लस यु अर युएन सेचुरेसन गर्न सक्छौं, जसको कलर चेन्ज गर्दियौं। चेन्ज गर्दाखेरि यसको डिफल्ट कलर चाहिँ चेन्ज भएर यसरी कलरको मोडहरु यसरी चेन्ज हुन्छ। सो यसलाई अब हामी सेभ गर्न सकिन्छ। सेभ गर्नको लागि सेभमा गएपछि जस्तो यहाँ जेपीजी मोडमा सेभ गर्न सक्छौं, जुन चाहिँ इमेज फाइल हो। ओके, यति गरेपछि यसलाई हामीले स्ट्यान्डर्ड क्वालिटीमा सेभ गर्दा अथवा यो मिडियममा गर्दा पनि हुन्छ, लार्जमा गर्दा पनि हुन्छ। यसलाई ओके गरौँ। त्यसपछि यो सकिन्छ। धन्यवाद।